कति गर्मी छ हौ यार। होला यस्तो गर्मीमा चौधरी नडराइकन हिँड्छ यार। कोही छ पछाडि? न पछाडि छ न अगाडि छ, एक्लै हिँड्छ यार। सबैजना गाडीमा आउँछ, चौधरी चाहिँ चिल पारामा नो प्रब्लम हिँडेछ। राई साग ल्याएको छ। राई साग पनि यति सानो छ कि सानो मुठालाई नेपाली लगभग 150 रियल परेछ यार। 150 रुपियाँ। राई छ यत्रो यत्रो भर्खर पाका जन्म्या जस्तो। ल आफ्नो ठाउँमा पुग्यो। अब चट्ट माथि गएर खानासाना पकाएर अनि बेलुका एक चरण सुतेर बेलुकातिर फेरि ड्युटीतिर लाग्नु पर्यो। अनि फुलुस सुलुस आएको छैन। आज झर्छ कि झऱ्यो भने नेपाल ट्रान्सफर गरेर चट्ट बाँकीहरू पढाउनु पर्यो है। सरकारहरू यहाँ त गाह्रो छ हौ। फुलुस आउन 1 महिना लाग्छ, जानलाई चाहिँ एकैछिनमा हो। लगभग त्यही 3-4 सेकेन्ड भयो भने स्वेट फुलुस। त्यही हो केटा हो। 1 महिना कमायो, 1 सेकेन्डमा गयो